हालेलुया। यसै कारणले बाइबलले भन्छ सबैभन्दा बढी तिम्रो हृदयलाई सम्हालेर राख। सबैभन्दा बढी तिम्रो हृदयलाई सम्हाल। हितोपदेश 4 अध्यायमा भनेछ तपाईको हृदय नै परमेश्वरले माग्नु भएको छ। मण्डली सुन्नुहुँदैछ? तपाईको हृदय परमेश्वरलाई दिनुहोस् अरे। आज तपाईले निम्ताउनुहुन्छ भने तपाईँ भित्र आउनुहुन्छ। पावलले भने म जिउनु चाहिँ ख्रीष्ट हो अनि म मर्नु चाहिँ लाभ हो भनेर भनेको छ। पावलले यसरी भने। आज तपाईको हृदय प्रभुले माग्दै हुनुहुन्छ। हालेलुया। यो समय प्रभुसँग बात गर्ने समय हो। आमेन आमेन आमेन। तपाईँ प्रभुसँग बात मार्नुहोस्। पर्सनल लाइफको विषयमा तपाईँ गनगन नगर्नुहोस्। अब प्रभु यीशु भन्नुहुन्छ के? प्रभु यीशु भन्नुहुन्छ तिमीलाई चाहिँ मैले किनिसकेको छु भनेको छ। के गरिसकेको छ अरे? तिमीलाई चाहिँ मैले मेरो बहुमूल्य रगत तिरेर किनेको छु भनेको छ। अब तिम्रो के को पर्सनल लाइफको? तपाईँ त बिक्री भइसकेको रहेछ नि। तपाईँ त खुन खरिद भइसकेको रहेछ। अब तपाईँ चाहिँ के को पर्सनल? तपाईँ कहाँबाट पर्सनल लाइफको? हजुर तपाईँ यहाँ बस्ने हरेक विश्वासी गरेर बिक्री भएको हो। कसले किनेको थाहा भयो? जिजस क्राइस्ट। तपाईँ त बिक्री भएको हो त। अन्त कसरी भन्नुहुन्छ कि मैले मेरो घरको काम गर्नुपर्छ, उब्रेको समय मात्रै मैले सेवा जानुपर्छ भने कसरी भन्नुभएको? तपाईँ अस्ति बिक्री भएको। बाइबलले भन्छ तिमीलाई मैले किनेको छु मेरो बहुमूल्य रगतले। तिम्रो सारा पापहरू मैले उठाएको। 39 पर्राको चोट खाएको छु। क्रुसमा मरेको छु। कोखामा भाला रोपिएको तिम्रो लागि। नाना थरीको कुरा तिमीले सोचेको हुनाले गर्दा शिरमा काँडाको मकुट लाउनु परेको मैले यो सबै रगतले तिम्रो दाम तिरेको छु। अब तिमी तिम्रो होइनौ, तिमी चाहिँ मेरो हो भनेर प्रभु भन्नुहुन्छ। अन्त कसरी सेवा जानु भ्याउनुहुन्न? आज कटेस मिटिङ कसरी जानु भ्याउनुहुन्न? घरेलु सेवा कसरी जानु भ्याउनुहुन्न? हजुर तपाईँलाई यो चर्चाउनु टाढो भयो। अब तपाईँको होइन विश्वासीहरू। हजुर तपाईँको होइन। तपाईँ चाहिँ नि परमेश्वरको। अब तपाईँको यहाँ भित्रको नि कोठा 10 कोठामा 10 कोठा परमेश्वरको। 10 मनमा 10 मन परमेश्वरको। तपाईँको पर्सनल छैन। यसै कारणले प्रभु भन्नुहुन्छ तिमी पवित्र बस, म पनि पवित्र छु, स्वर्ग पवित्र छ। अनि एक दिन म तिमीलाई स्वर्ग लगेर जान्छु। हालेलुया। तपाईँ बिक्री भइसकेको। यीशु ख्रीष्टले चाहेको मलाई फर्स्ट लभ गर्नु अरे, पहिलो प्रेम मलाई गर भनेर भन्छ। हालेलुया। पहिलो प्रेम तपाईले परमेश्वरलाई गर्नुपर्छ। किनकि तपाईँ परमेश्वरको हो। तपाईँ बिक्री भइसकेको छ। तपाईँ बिक्री भइसकेको छ। भन्नुहोस् त म यसरी हो। म छेउमा छ भने अर्काको मिसन नगर्नु नि। म यीशुको रगतमा बिक्री भइसकेको छु। म यीशु ख्रीष्टको निजी सम्पत्ति हुँ। आमेन। अब तपाईँलाई मार्नु कि रक्षा गर्नु कि प्रभुको हातमा छ। आमेन। वचनले भन्छ तैँले मेरो आज्ञा पालन गर्छस् भने हरेक घडी पल पल म तसँग हुन्छु भनेर। आमेन। कहिले पनि छोड्नुहुन्न, सँगसँगै हुनुहुन्छ अरे। हेर्छ परमेश्वर महाशक्तिशाली हुनुहुन्छ। महाशक्तिशाली हुनुहुन्छ। उहाँको प्लान हामी बुझ्दैनौँ। उहाँको सोचाइ हामी बुझ्दैनौँ। लुसिफरले पनि बुझ्दैन। परमेश्वरको प्लान के लुसिफरले बुझ्दैन है। तपाईँ के भन्नुहुन्छ? लुसिफरले अब लगाए म शक्तिशाली हुँ त भने के, तर बुझ्दैन। उसको घमण्डले गर्दा, अहंकारले गर्दा यसले भिजन देख्दैन। लुसिफरलाई थाहा थिएन यीशु ख्रीष्टलाई चुटेर पिटेर क्रुसमा मार्दाखेरि म हार्छु भनेर लुसिफरले त्यो भिजन देख्नु सकेन। अनि लुसिफर झुक्यो। यीशु ख्रीष्टलाई पक्रेर लिएर मारे क्रुसमा। यीशुलाई नि लुसिफरले नि क्रुसमा मारे। लुसिफरले नि
घमण्डले गर्दा नि भिजनै देख्न सकेन। हेर्नु नि, ल मार्नु त मार्दैछु कि, तर यो मारिसकेपछि उता के हुन्छ उसले थाहा पाएन। उता गत 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 भइरहेको थियो। यीशुलाई के गरेको छौ? के गर्छौ? क्रुसमा मार्दैछौ। मैले विजय गरेँ। स्वर्गमा त मैले मेरो स्थान बनाउन सकेन, तर यो संसार चाहिँ मेरो सदा सर्वदाको लागि एउटा के हुन्छ? स्थान बनिने भयो। हामी यसलाई कसलाई? परमेश्वरको एकमात्र पुत्रलाई क्रुसमा मार्दैछौँ। गत 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 भयो कि? हौ मित्रगण, गत गत भयो कि? यीशु ख्रीष्टले ल ल ल मार न त, मार भनेर सबैको पापहरू उठाएर, यो आँखाले हेरेर टुइङ्गे झिम्काएर लोप गर्ने आँखामै पाप उठाएर, गर्ने गालाको पाप गालामै उठाएर, टाउकोले सोचेर गर्ने पापहरू सबै यहीँ उठाएर, जिउले गर्ने काम त्यो जिउमै पाप उठाएर, हातले गर्ने काम हातमै पाप उठाएर, खुट्टाले गर्ने काम खुट्टामै पाप उठाएर यीशु ख्रीष्ट क्रुसमा जाँदै गर्दा त यति घिनलाग्दो रूप थियो अरे, यति घिनलाग्दो थियो अरे, अनुहारमा थुप्रै लाइटको देखेन अरे। यीशु ख्रीष्ट किन भएर क्रुसमा जाँदै थिए भनेर भनेको छ क्या। सबैको तपाईँ मेरो पापहरू उठाउनु भयो अनि क्रुसमा जाँदै थियो उहाँ। अनि क्रुसमा टाँगे, चुटे, मारे। हेर्नुहोस् है, अनि अन्तिम घडीमा त्यो घोच्नेहरूलाई यीशु ख्रीष्टले के भने? हे पिता, यिनीहरूले के गरिरहेका छन्? त्यो घोचेर मार्नेहरूलाई पनि क्षमा दिइराख्नु भए। यिनीहरूले के गरिरहेका छन् प्रभु, यिनीहरूलाई थाहा छैन। हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस् भनिराख्नु भयो। त्यसपछि एउटा क्रुसमा मर्नु भयो। 3 दिन बाद बौरी उठ्नु भयो फेरि। त्यो सारा व्यभिचारको पाप, हिंसा र डाहाको पाप, भाइले भाइलाई काट्ने पाप, व्यभिचारको पाप, घिनलाग्दो लोभ र लालचको पापहरू चाहिँ त्यो क्रुसमा माथि टाँगी राखेर ऊ चाहिँ फट्टै बौरी उठ्नु भयो अरे। लुसिफर त्यति बेला कुवा रोयो। बुझ्दै हुनुहुन्छ कसरी रोएर? लुसिफर रोयो। त्यति बेला छाँगाबाट खसेछ। ल यो त बौरी उठ्यो त। मेरो सारा हात हतियार, व्यभिचारको हात हतियार, हिंसा डाहाको हात हतियार, लोभको हात हतियार त क्रुसमा टाँगेको छ। अब जतिले त्यो क्रुसलाई हेरेर विश्वास गर्छ तिनीहरूको सबैको पाप त त्यहाँ क्षमा हुने भयो। ला छाँगाबाट खस्यो अरे लुसिफर। हालेलुया, लुसिफर हार्यो। यसै कारणले गर्दा यसले भन्नुभयो, जसले मलाई विश्वास गर्छ त्यसलाई शत्रुको सारा अधिकार म दिन्छु अनि त्यो खुदै शक्तिशाली हुनेछ। तपाईँ आज शक्तिशाली हुनुहुन्छ। तपाईँ शक्तिशाली हुनुहुन्छ। तपाईँले उद्योग राज्यमा काम गर्नुहुन्छ।